भने तपाईँले दोस्रो बेते ल्याउनु भयो किनेर त्यो बाछोमा दुध आउँदैन थियो त्यसको चाहिँ तर अहिले ब्याएको चाहिँ बाछोले पनि दुध दिन थाल्यो ए बाछी बाछी यो बराह क्षेत्र नम्बर 11 मा गौ माता पैदा भएको छ ल मेरो मनमा धेरै खुसी लाग्यो भनेपछि तपाईँ यतिखेर म सुनसरी जिल्लाको यो मधुवनमा आएको छु र यहाँनिर चाहिँ केही दिन भन्दा पनि लगभग 10 दिन अगाडि चाहिँ 11 दिन अगाडि एउटा गाई ब्याएको थियो तर त्यो गाई जुन ब्याएको थियो त्यो गाईको सानो बाछोले पनि दुध दिन थालेको भनेर चाहिँ भाइरल भइरहेको थियो विभिन्न सामाजिक सञ्जाल टिकटक फेसबुक युट्युबतिर र यहाँनिर चाहिँ इन्डियाबाट पनि धेरैजना रिपोर्टरहरू आउनुभएको रहेछ निकै ठुल्ठुला न्युज च्यानलहरूबाट पनि र ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ घाम भयो भनेर तिरपालहरू पनि यहाँ टाङ्ने काम भइरहेको छ र यहाँनिर एकजना अङ्कल हुनुहुन्छ नमस्ते अङ्कल हजुर धरानको पनि आएको थियो घर कता आएको हाम्रो कोशी गाउँपालिका यो यही हो कोशी गाउँपालिका कति मान्छे आए यहाँ चाहिँ धेरै मान्छे आएको छ त्यो मान्छे अब भन्न सक्दैन पत्रकारहरू नि आए है धरान पनि धरानको आएको थियो कहाँबाट आए पत्रकार धरानबाट नर्वाबाट सिपोलबाट आज कहाँको आएको छ त्यो थाहा छैन हो ल ठिक छ र म तपाईँहरूलाई प्रत्यक्षमा देखाउँछु यहाँनिर चाहिँ यस्तो छ अवस्था सबै चाहिँ खुसी भइराख्नु भएको छ र यहाँ रिपोर्टिङ पनि गरिराख्नु भएको छ धेरैजनाले चाहिँ यहाँ आएर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ बाछो चाहिँ यही हो जुन बाछोले चाहिँ 11 दिनको भयो आज तर हेर्दाखेरि लगभग हाम्रो लोकल गाईको त 5 महिनाको जस्तो देखिन्छ हेर्दाखेरि देख्न सक्नुहुन्छ एकदम प्यारो छ देख सकते हैं दोस्तों कलयुग में हुआ चमत्कार लक्ष्मी माता ने लिया अवतार देख सकते हैं अब होगा विश्व का कल्याण और ये 6 दिन का बछड़ी है और ये दूध देना चालू कर दिया है ये त्रेता में द्वापर में ये सुनते थे ये कलयुग में भी देखने को मिलता है दोस्तों बाकी ये अपडेट आप लोगों को कैसा लगा कमेंट बॉक्स म यहाँनिर चाहिँ म तपाईँहरूलाई देखाउँछु यो बाछो हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हेटी चढाइराख्नु भएको छ सबैले पूजा गर्दै हुनुहुन्छ यो बाछो चाहिँ तपाईँहरूको हो कसको हो तपाईँहरूको हजुरको नाम सरिता मेहता ए कति दिनको भयो अरे यो बाछो चाहिँ ठ्याक्कै 11 दिनको 11 दिन तर हेर्दा त ठुलो देखिन्छ त फेरि देखिन्छ तर 11 दिन मात्रै भएको छ 11 दिन मात्रै अनि यो जन्मिँदैखेरि दुध दिन्थ्यो नै कसरी दिन थाल्यो फेरि 6 दिन पछाडी 6 दिन पछाडि चाहिँ कसरी पत्ता लाग्यो बसेको थियो अनि दुध चुइरहेको ए थियो हामी देख्यौँ पहिले नै जन्मिँदैखेरि पनि अलिकति अस्वाभाविक त्यसको खाँचोहरू थियो ए यो कति महिनामा जन्मेको यो वैशाख 30 गते जन्म्यो होइन मतलब यो हेर्दाखेरि एकदम ठुलो भन्नाले 9 महिना 15 दिन ए कति बेते हो यसको आमा 3 बेते पहिलेकोहरूमा त्यस्तो केही थियो असर पहिलेको त हामीलाई थाहा छैन हैन अनि दोस्रो चाहिँ बाछो थियो उहाँबाट हामी किनेर ल्याएको बाछो सँगसँगै अनि यो फर्स्ट हाम्रो यो घरमा फर्स्ट ब्याएको ए भने तपाईले दोस्रो बेते ल्याउनु भयो किनेर त्यो बाछोमा दुध आउँदैन थियो त्यसको चाहिँ तर अहिले ब्याएको चाहिँ बाछोले पनि दुध दिन थाल्यो बाछोले दुध दिन्छ बाछो कहाँ हो र बाछी हो नि ए बाछी भनौँ सानो बाछीले पनि दुध दिन थाल्यो अहिलेको चाहिँ ए यो चाहिँ कति दिनको भयो अरे आज 11 दिनको के भन्नुहुन्छ यहाँ त पुरै भिडभाड लागेको देखेँ म पनि छक्क परेँ होइन मलाई लागेको थियो मै मात्रै हुँला यहाँ भनेको त पुरै बजारै लागेको रहेछ के भन्दै हुनुहुन्छ स्थानीयहरू आउनेहरू तपाईँहरूलाई के लागेको छ गौ माता हो लक्ष्मी माता लक्ष्मी स्वरूप आउनु भएको छ भनेर बुझ्दै हुनुहुन्छ अनि हजुरलाई चाहिँ के लाग्छ तपाईँलाई चाहिँ मतलब के होला यो चमत्कार लक्ष्मी माता भने जस्तै लाग्दैछ हो हजुर हर्मनको कामधेनु
भनेपछि अहिलेसम्म जति पनि आउनुभयो देवताकै अवतारको रूपमा लिनुभएको छ। देवताका भगवान पैदा भयो, लक्ष्मी माता। कहिले नदेखेको आएछ भनेर भन्नुहुन्छ। ए जनप्रतिनिधिहरू आउनुभयो कि भएन हेर्नलाई? आउनुभयो त यिनीहरू कति उहाँहरूले चाहिँ के भन्नुभयो? उहाँहरू त विज्ञानका कुरा गर्नु होला हार्मोन हो, हार्मोनबाट पनि हुन सक्छ भन्नुहुन्थ्यो। तर यहाँ आउने जति सबैले अब भगवानको अवतारको रूपमा पुजिराख्नु भएको छ होइन? कति आउनुभयो अहिलेसम्म मान्छेहरू? कति भन्नु गनेर साध्य छैन। कुन कुन ठाउँबाट आउनुभयो? यता बिहार, धनुषा, सप्तरी, इटहरी, धरान अनि पश्चिमतिर धनगढीबाट नै आउनुभयो? त्यस पछाडि चतरा होइन, अनि यताको इनरवा अनि पश्चिमतिरबाट भनेपछि इन्डियाबाट नै आउनुभयो हेर्नलाई? पत्रकारहरू पनि आउनुभयो इन्डियाबाट। के भन्नुहुन्छ इन्डियाकाहरूले चाहिँ? योभन्दा अगाडि भने जस्तै भन्नुहुन्छ। यही हो सेम। मान्छे सबैको यही मान्य छ कि भगवानको अवतार पैदा भयो हो? त्यस्तो लाग्छ है बुवा तपाईँलाई? तपाईँ कति उमेर हुनुभयो? 72। आजसम्म यस्तो बाछो देख्नु भएको थियो? दुध दिने बाछो छैन है? तपाईँलाई नि भगवान नै पैदा भयो जस्तो लाग्छ? भगवान हो, तीर्थंकर हो? त्यस्तो कराउने हर्ने बेमान गर्ने गर्छ गर्दैन यो? ए खोइ यसको आमा चाहिँ कता छ आमा? ए यहाँ रहेछ आमा। यो कुन जातको गाई हो? यो लोकल गाई हो त? खच्चर जर्सी न लोकल न हान्दैन यसले? ज्ञानी रहेछ नि त यो पनि। साह्रै मजाको गाई। यो गाई आज 11 दिन भयो है। 11 दिनको बाछोले दुध दिन्छ। हेर्दैछ, आमालाई हेर्दैछ। कति चाहिँ मजाको छ त। ए यो जन्मिँदाखेरि यत्रो ठुलै थियो है? तपाईँले त अघि सपनामा देखेँ भन्दै हुनुहुन्थ्यो। सरी सरी सरी। ए ओके 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 ओके। अब खोलिए बात, पूजा पाठ कर रहा हूं, जूता लेकर आ गए। तपाईँले त अघि सपनामा देखेँ भन्दै, सपनामा देख्नुभयो तपाईँले? म पहिली 4 दिन पहिली आँगनमा मैले भने यस्तै गाई आएको छ, थालमा चामल, लाल चामल खाँदैछ। अनि गौलक्ष्मी आउनुभयो मेरो आँगनमा। 4 दिनपछि मैले भने कि अब कहाँ छ गौलक्ष्मी, कहाँ छ माता? फेरि यहाँबाट म कुचिराबाई 11 नम्बर क्षेत्र नम्बर 11, यो बराह क्षेत्र नम्बर 11 मा गौ माता पैदा भएको छ। मेरो मनमा धेरै खुसी लाग्यो। भनेपछि तपाईँले सपनामा देख्नुभयो? एकदम एकदम सपना रूपी मलाई देखायो। अनि तै पनि म आज शुक्रबार हो नि, आज लक्ष्मीको दिन हो। हजुर, शुक्रबारको लक्ष्मीको दिन हुन्छ। अनि त्यही भएर म चामल फूल और माला और बनाकर मैं यहाँ पर लिएर आउनुभयो। यहाँ म पूजा गरेर अनि जल अर्पण गराएँ, अनि पूजा गरायो, अनि चामल खुवाएँ। चामल त खाएन, त्यही पनि म नमन गरेँ। यो च्याप्न यहाँ जो बछड़ी है गाय का, ये गाय सामने में है। और इसका जो ये बछड़ी है, ये जन्म के 6 दिन के बाद ही दूध देना प्रारंभ कर दिया है। इसका थन दिखाइए जरा क्लोज करके, और यही थन से ये दूध देना प्रारंभ कर दिया महज 6 दिनों के बाद। इनको देखने के लिए हजारों लोग आ रहे हैं नेपाल से, बिहार से। अनि तपाईँलाई चाहिँ के लाग्छ त भन्नु न, हाम्रो कुरा गरौँ न। मेरो नि धेरै राम्रो लाग्यो नि। विष्णु भगवानको लक्ष्मी हो नि, लक्ष्मी हो सङ्गिनी। अनि लक्ष्मी यो भगवान लक्ष्मी प्रदान गरेर उसको हाम्रो सनातन धर्म जो हुन्छ नि, सनातन धर्ममा लक्ष्मी माता यसमा पधार्यो, घरमा आउनुभयो। अनि यसको धर्म धेरै राम्रो हुन्छ। मन्दिर हुनुपर्ने, यहाँ गौ माताको सेवा गर्नु पर्यो। आफ्नो सनातन धर्ममा गौ माताको पूजा गर्नुपर्छ। जहाँदेखि हाम्रो भैरव हुन्छ, आए माई जतादेखि हाम्रो दिदी बहिनी हुन्छ, त्यो पनि आउनुहुन्छ यहाँ पूजा गर्नलाई। सुनसरीबाट आउनुभयो, भगराजबाट आउनुभयो, जहाँ पनि दिदी बहिनी आउँदै गर्नुहुन्छ। आज धेरै छ, म धेरै खुसी भयो। खुसी भएर म आफ्नो छोरा लिएर सँगै आउनुभयो।
देखाएका अनि देखाएर हाम्रो दिदी भेट भयो आफ्नो महतोजीको घरमा सनातन धर्मको घरमा यो भयो फाइदा एकदम राम्रो हो सनातन धर्म जो मान्छ नि उसैको घरमा यो लक्ष्मी प्रधान भनेपछि यहाँ अरू पनि थिए नि त गाई त अरूले नि पालेका थिए गाई त पालेको छु यस्तो त चमत्कार भएको थिएन कहिले विश्वमा अहिले चमत्कार अहिलेसम्म भएको छैन भयो जुन नेपालमा भयो नेपालमा जुन फेरि यहाँ भगवान रामको रामधुनी रहेको ठाउँ पनि रामधुनी छ पराहा क्षेत्र नम्बर 11 नम्बरमा संकल्प जस्तै भयो यहाँ हाम्रो घरमा सनातन धर्मको यहाँ हाम्रो घर छ अनि हाम्रो यो सनातन धर्म मान्दैछ हामीहरू जस्तै जाति छ नि यो महतोहरू म सनातन धर्मैको मान्छु आर्य हो हामीहरू सबैजना अनि आर्यमा हाम यहाँको यहाँ पूजा गरेको अनि दिदी बहिनी सबै हराएको मान्छेमा आँगनमा गए जल प्रदान गरेर हाम्रो चामल खुवाए मलाई आफ्नो गरे यो लक्ष्मी माता मलाई धेरै खुसी लाग्यो यस्तै हुनु पर्यो आफ्नो सुनसरीमा महा एकदम भव्य र सभ्य यहाँ हुनुपर्ने सुनसरी त त्यसै पनि एकदम ठुल्ठुला धामहरू भएको ठाउँ हो त बरा क्षेत्र रामधुनी लगाएर रामको आगमन भयो भगवान विष्णुको यो सङ्गिनी माता लक्ष्मी यहाँ पधार्यो हाम्रो घरमा यो हाम्रो बहिनीको नै घर लाग्यो